एक पुरुष समुद्र किनारमा हिँडिरहेका थिए। अचानक उनका खुट्टाका तल तानिए जस्तो भयो र त्यसले उनलाई ठूलो जोखिममा पारिदियो। यस समयमा उनी तीव्र रूपमा तल सरिरहेका थिए र उनीमाथि झन जोखिममा बढ्दै थियो। यद्यपि उनी सफलतापूर्वक रोकिन सफल भए, तर उनले सोचेको थिएन कि अब एकदमै सावधान हुनुपर्छ, किनभने उनका पछाडि 100 मिटरको खाडल थियो। एकपल्ट उनी तल खस्न थाले भने पक्कै पनि शरीर टुक्रा टुक्रा हुनेछ। तर त्यसै समयमा अर्को अप्रत्याशित घटना भयो। उनी आफ्नो जीवन जोगाउनका लागि बालुवालाई समाते र खुट्टा फैलाएर अलि रोक्न सफल भए। तर अब यदि उनी आफैलाई बचाउने उपाय नसोच्ने हो भने छिटै उनी फेरि पुनर्जन्म लिनुपर्ने परिस्थितिमा पुग्ने थिए। सौभाग्यवश धेरै समय नबित्दै बिलले आफ्नो जीवन बचाउने उपाय सोच्न पाए। उनले आफ्नो पछाडिको ब्यागबाट फोन निकाल्ने योजना बनाए, तर उनको एउटा हातले जमिन समात्न नसक्दा उनी फेरि तीव्र रूपमा तल झर्न थाले। अब यो कुरा स्पष्ट थियो कि यदि उनले अझै केही गर्यो भने उनको मृत्यु अपरिहार्य थियो। तर जीवन सङ्कटको समयमा उनले अङ्क गन्न सुरु गरे। उनले पत्ता लगाए कि जब उनी 8 सम्म गन्ने छन् तब समुद्रको छालाले तालसँग ठोकिन थाल्छ। यसको अर्थ अब यदि उनी 8 सम्म गन्ने र त्यसपछि छलाङ मार्ने हो भने समुद्रको पानीले उनलाई समातेर जीवन जोगाउने थियो। अन्ततः उनले सफलतापूर्वक समुद्रमा खसे, तर ठूलो ठक्करले उनको कम्बरमा चोट लाग्यो। तर बिलले अब दुःखलाई बेवास्ता गर्दै आफ्नो जीवन बचाउन हरसम्भव प्रयास गरे।